अब हामी यो ताकुसे झर्नेवाला छौँ। अब यो बारेकोट छोड्नेवाला छौँ। यो हामी लेकमा पुगेर अब हिँड्छौँ न त। हाम्रो ब्रो राइडर चाहिँ हुनुहुन्छ, बिजोग छ बाटोको राप भएर हाम्रो अवस्था देख्न सक्नुहुन्छ। यो जङ्गल घना जङ्गल छ। यो चाहिँ ठुलो लेकमा हामी आएका छौँ। यो हाम्रो बाइक पनि साथमै छ, देख्न सक्नुहुन्छ गाइज। एकदम रमाइलो दृश्य पनि भयो। तर अलिअलि यो तेल पर्ने दिन दौडिराखेका छौँ हामी पनि। ठुला रुखहरू पनि छन्। मौसम नि खराब छ, पानी पर्ला जस्तो छ। के छ त बरु, कस्तो रमाइलो लागिरहेछ नि? ए रमाइलो न, हालत खराब भइरहेछ यार। रमाइलो त रमाइलो हो एकदम। पहाडको बाटो जिन्दगीमा फर्स्ट पटक गएको है। अब अलिकति गाह्रै हुँदो रहेछ होइन, त्यही भएर गाह्रै छ। बाइक पनि धेरै तान्दैन, अब यस्तै छ। लेकको बाटो अलिकति ढुङ्गा मुढा चिप्लो चाप्लो अब सबै यसैमा छ भन्नुपर्छ होइन गाइज। यति भन्दै अब हामी कुसे देखाउनेछौँ तपाईँहरूलाई। र हामी बारेकोट छोडिसक्ने अब अवस्थामा छौँ भन्दै हामी केही बेर अर्को भिडियोमा देखिनेछौँ। अहिलेलाई चाहिँ यति नै।